ल यो चाहिँ जगत भन्ज्याङ होइन मैले हामी सोधेको थिएँ यार फेरि जगत भन्ज्याङदेखि चाहिँ यता सिधै गयो भने चाहिँ तनहुँ भिमाद पुगिँदो रहेछ तर बाटो ध्वस्तै खरे के बुढाहरूले त होइन हामी त गएको हैरान हुत्तु पऱ्यो बाइकमा बस्न गाह्रो भएर भने होइन अब यो जगत भन्ज्याङदेखि पहिला चापाकोट पिच चापाकोटदेखि रामपुर पिच त्यसपछि रामपुरदेखि भिमाद पनि पिच त्यो राम्रो अरे त्यता चाहिँ मेरो साथी बस्छ के चापाकोटमा चाहिँ साथी छ भनौँ न अमरसिंहमा पढ्ने बेलाको त्यसलाई सोधेको फोन हान्दा राम्रो छ जाऊ भन्यो सो त्यतै जाने हो अब घुमिने 2 बज्न आँटिसक्यो यार म 1 बजे तल थिएँ होइन यहाँ सोध्दै फोन हान्दा 6 घन्टा त लाग्छ मलाई घर पुग्नु बाइकमा पेट्रोल पनि फुल छ आवाज कतिको रेकर्ड भन्छ पनि थाहा छैन यत्तिकै हिँडिरहेको म त्यही घुराइ चाहिँ यता तलतिर त यार नेक्स्ट लेभल भिड्छ मैले माइक साइक चाहिँ केही लगाएको छैन होइन आवाज चाहिँ पक्कै पनि राम्रो आइरहेको छैन होला मसँग माइकको सेटअपै छैन किने नै छैन अनि यो बाइक चाहिँ मेरो नयाँ बाइक हो है यमाहा FZ अनि यो पनि लगभग 6035 किलोमिटर बुढिसकेछ आजसम्म 4 महिना जति भयो मैले किनेको 4-5 महिना भयो भनौँ न होइन नेक्स्ट लेभल पुगाइरहेको छु भिडियो चाहिँ सबै बनाउँछु क्या तर हाल्ने बेला चाहिँ हाल्दिनँ अब एडिट गर्ने फुर्सदै हुन्न मतलब झ्याउलाउँछ क्या फुर्सद त मिलायो भिडियो नेक्स्ट लेभल झ्याउलाउँछ एडिट गर्न बिहान नयाँ ठाउँ म जानुपर्ने यता हो तर म यता हिँडिरहेको अब त्यसरी घुमेर यता जाने टाइपको भइरहेको छ गाह्रो रमाइलो होइन तर 4-5 महिनामै 6000 बाइक कुदाउनु भनेको त नेक्स्ट लेभल कुदाइदिएँ यार मैले यार म यो बाइकमा चाहिँ त्यो 5 किलोमिटर पछि त्यो काठमाडौँ लिएर गएको भनौँ न त्यति बेलाको भिडियोहरू खिचेछु त्यति बेला नि उता कहाँ त्यो मेनमेड लेक के हो नामै बिर्सिन्छ चितलाङतिरको साइड यतातिर पढेँ इस्तानबुलको यताउति सबको भिडियो छ होइन तर एडिट गरेर चाहिँ कतिको हाले छैन है दामी रहेछ यसमा पनि फेरि हाल्छु कि नै थाहा छैन गाह्रो छ